हेलो गाइज, गुड मर्निङ एभ्रिवान। सबैजनालाई स्वागत छ। आजको हाम्रो यात्रा चाहिँ यता के भन्छ चापागाउँ यो हाइटबाट खोला झरेर यता छम्पी बस पार नजिकैसम्मको यात्रा गर्ने सोच बनाएको छु। अब हेर्न सक्नुहुन्छ अलिअलि यहाँ पानी परिरहेछ। अहिले चाहिँ पानी परेरै हो। आज मर्निङ वाकमा निस्किँदा किन ज्याकेट लाउनु भयो भन्नु होला। त्यसैले नै मैले यो सानो है के छ अब यस्तै भइरहेछ। पानी परिरहेछ, मौसम राति पनि अलिअलि जे होस् एकदम ठिक छु। अलिअलि पानी परिरहेछ, हेर्न सक्नुहुन्छ। बुवा, यो गाउँको नाम चाहिँ के भन्छ? यताको यो गाउँको नाम चाहिँ के भन्छ यसलाई? कुन हो? यो एरियाकोलाई छम्पी नै हो। ए ए छम्पी नै हो। छम्पी नै बोल्छ यसलाई है। माथिसम्म नै पर्छ। ए ए ए जस रमाइलो छ यहाँ। सबै खेतीपाती छ यहाँ गाउँमा जस्तै। ब्रह्म मुहुर्त समयमा यस्तो ठाउँ आनन्दले घुम्न पाइरहेको छु। हेर्न सक्नुहुन्छ यहाँ यति बेला न धुलो छ न धुवा छ। वातावरण एकदम आनन्दमय छ, हेर्न सक्नुहुन्छ है। अब संयोगवश यसरी यात्रा गर्ने समय मिल्यो। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यता ललितपुर छम्पी बस पार भन्दा यता गहिरोतिरको हो। हाम्रो यात्रा अझै बढ्छ केही मिनट अगाडिसम्म। जे होस् राम्रो भएको छ। थ्याङ्क यू। के भन्छ यता छम्पीतिर छु गाइज। यात्रा एकदम रमाइलो भएको छ। अनि कि गाइज हेर्न सक्नुहुन्छ गाउँमा जस्तै मकै यहाँ पनि पाकिसक्यो होइन। यहाँ कुनै ठाउँमा हरियो छ, कुनै ठाउँ पाकिसक्यो। गाउँ पनि हो, यो सहर पनि हो। घुमाएर देखाइदिन्छु ल। हौ फाइनली गाइज हामी अब फर्किँदैछौँ। गाइज हेर्न सक्नुहुन्छ अघिनाको छम्पी बस पार्कनिरको पानी ट्याङ्की अलिअलि देखिन्छ। त्यहाँबाट ओह्रालो बाटो, यता मकै खेती अलिअलि देखिन्छ है। हिँड्ने बेला अलि हल्लिन्छ। वाउ, गाई चाहिँ फुलसँग नि सेल्फी लिन पाएँ। कस्तो राम्रो। यात्रामा मैले यस्तो फुल चाहिँ धेरै देखेँ ल। कति राम्रो। आहा, जङ्गलभित्र लुकेको घर कति सुन्दर देखिन्छ। वाउ, कस्तो राम्रो वास्तव है फुलहरूको। हेर्न सक्नुहुन्छ अघिनाको भवन।